यो अब यसले गलत मेसेज होला पानी धेरै पिउँदा पनि किडनी स्टोन बन्न सक्छ भनेर, तर रियल कुरामा त बन्न त सक्छ, किन भन्दा पानीले मात्रै त ढुङ्गा बनाउने होइन, ढुङ्गा बनाउन अरू विभिन्न फ्याक्टर हुन्छ होइन। अब ढुङ्गा बनाउनुको लागि एउटा पानी कम पिउने, पिसाब कम निकाल्ने भनौँ न, अनि त्यस्तो त एउटा फ्याक्टर हो, त्यो जुनलाई हामीले मोडिफाई गर्न सकिन्छ, जुन हामीले चेन्ज गर्न सकिन्छ। तर त्यसबाहेक अरू कारणले पनि ढुङ्गा बन्न सक्छ। कोही मान्छेलाई जेनेटिक नै ढुङ्गा बन्ने चान्सेस बढी छ भने उसले पानी बढी पिउँदा पनि उसलाई ढुङ्गा बन्ने चान्सेस बढी हुन्छ। कोही मान्छेलाई मेटाबोलिक कुनै डिजिज छ, प्याराथाइरोइड ग्ल्यान्डको डिजिज छ, अथवा अरू कुनै मेटाबोलिक डिजिज छ, त्यस्तो छ भने पनि उसलाई ढुङ्गा बन्ने रिस्क बढी छ होइन। पानी त उसले बढी पिउँछ, त्यसबाहेक अरू खानपानमा उसले अरू केयरफुल हुँदैन भन्ने कन्डिसनमा नै उसलाई ढुङ्गा बन्ने चान्सेस छ। त्यस कारणले पानी इन जेनरल भन्दाखेरि पानी बढी पिउँदाखेरि ढुङ्गा बन्ने चान्सेस कम हुन्छ, तर पानी प्रशस्त पिउँदा पनि ढुङ्गा त बन्न सक्छ। जो मान्छेलाई अरू प्रब्लमहरू छ, ढुङ्गा बन्ने अरू रिस्क फ्याक्टरहरू छ, त्यस्तो मान्छेलाई चाहिँ ढुङ्गा बन्ने चान्सेस हुन्छ।